कविताको शीर्षक छ अखबार। मेरो कविताको शीर्षक छ अखबार। दासढुङ्गाको अखबारले तरङ्ग ल्याएको बेला गाउँका झुपडीमा काटिएका टाउकाहरूको अखबार कसरी पढुँ म? दासढुङ्गाको अखबारले तरङ्ग ल्याएको बेला गाउँका झुपडीमा काटिएका टाउकाहरूको अखबार कसरी पढुँ म? नारायणहिटीको रामझेलाली छचल्किएको मन किनारा नलाग्दै माडीको कायरतापूर्ण अखबार पढेर मन मेरो दुखेको छ। माडीको कायरतापूर्ण अखबार पढेर मन मेरो दुखेको छ। स्वाभिमान मेरो टुटेको छ। नेपाली मेरो पहिचानमाथि प्रश्न चिन्ह उठेको छ। सीता र भिरकुली जस्ता नारी रत्नहरूको पुण्य भूमि यो अहिले छोरीहरूका लागि यो भूमि नरकको राप बनेको छ। नारी अस्मिता उत्यरिएका अखबारले गल्ली गल्ली छाएको बेला छोराको लागि वरदान मागेर मन्दिरमा बलि चढाउने आमाहरूले नै आफ्नै पाठेघरमा शिशुकलाको हत्या गरेर टोकरीमा फालेको अखबार छ। छोराको लागि वरदान मागेर मन्दिर धाउने आमाहरूले नै आफ्नै पाठेघरमा शिशुकलाको हत्या गरेर टोकरीमा फालेको अखबार छ। अखबार त्यो पढेर मन मेरो दुखेको छ। स्वाभिमान मेरो टुटेको छ। नेपाली मेरो पहिचानमाथि प्रश्न चिन्ह उठेको छ। सुस्कुराउँदैनन् चेलीहरू अहिले वनपाखामा नदी एक्लै सुसेली बहेछ। सुस्कुराउँदैनन् चेलीहरू वनपाखामा अहिले नदी एक्लै सुसेली बहेछ। रमाइला लाग्दैनन् पर्व रोदी र मेला मादल र मुरलीको धन हराएको बेला। रमाइला लाग्दैनन् पर्व रोदी र मेला मादल र मुरलीको धन हराएको बेला। मादल र मुरली बजाउनेहरू अरबको खाडीमा रेटिएको अखबार छ। वनपाखामा सुस्कुराउने चेलीहरू देश र विदेशका कोठीमा बेचिएको अखबार छ। अखबार त्यो पढेर मन मेरो दुखेको छ। स्वाभिमान मेरो टुटेको छ। नेपाली मेरो पहिचानमाथि प्रश्न चिन्ह उठेको छ। अखबार त्यो पढेर मन मेरो दुखेको छ। स्वाभिमान मेरो टुटेको छ। नेपाली मेरो पहिचानमाथि प्रश्न चिन्ह उठेको छ। जय नेपाल।